नमस्कार। पहलगाम आक्रमणपछिको घटनाक्रममा भारतले इन्दस जल सन्धिलाई अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ, जुन निर्णयले विश्वकै सबैभन्दा उदार अथवा जेनरस वाटर शेयरिङ अग्रिमेन्ट यो सन्धि मध्ये एकमा नयाँ मोड ल्याएको छ। सन् 1960 हस्ताक्षर भएको यो सन्धिले पाकिस्तानलाई इन्दस नदी प्रणालीको 80% पानी दिएको थियो है। यसको हामी पृष्ठभूमि र आवश्यकताहरू बुझ्दाखेरि हामीले के पाउँछौँ भने जब भारत र पाकिस्तानको विभाजन भयो, पार्टिसन भयो 1947 मा, तब इन्दस र यसका ट्रिब्युटरिज भनेपछि झेलम, चेनाब, सतलज, बियास र रावी। जस्तै यहाँ रावी नदी भयो, यो सतलज भयो, यो बियास भयो है, चेनाब भयो, झेलम भयो, यो ठुलो नदी भयो इन्दस, र यो 5वटा नदी मिलेर इन्दसमा मिल्दछ। त्यसैले गर्दा ट्रिब्युटरिजहरू हो र यो 5वटा नदी मिलेर नै सिँचाइ भएको जग्गाले गर्दाखेरि नाम बसेको पन्जाब। 5वटा नदी मिलेर पन्ज नदी मिलेर बसेको जग्गालाई भनेको पन्जाब। र त्यसैले गर्दाखेरि अब हामी हेर्छौँ कि जब यो पार्टिसन भएपछि अपस्ट्रिम जुन थियो, जुनै पनि नदी कहाँ थियो, भारतमा उपस्थित थियो। त्यसले गर्दाखेरि पाकिस्तान अलिकति अन्यलमा पर्यो है, र त्यसले गर्दा बादमा गएर विवाद हुन सक्छ भनेर पाकिस्तान र भारतले वर्ल्ड ब्याङ्कको मध्यस्थतामा, विश्व ब्याङ्कको मध्यस्थतामा यो ट्रिटी 19 सितम्बर 1960 को दिन भारत र पाकिस्तानले विश्व ब्याङ्कको मध्यस्थतामा हस्ताक्षर गर्यो, ताकि कुनै पनि विवाद वाटर शेयरिङलाई लिएर अगाडि नहोस् भनेर है। र यो वाटर शेयरिङ एग्रिमेन्ट जुन सन्धिको पानीलाई कसरी व्यवस्थापन गर्ने, कसरी शेयरिङ गर्ने भन्दाखेरि यसमा के उठेर आयो भने यहाँ 6वटा नदी छ। एउटा भयो इन्दस, यो भयो चेनाब, यो भयो झेलम, यो भयो रावी, यो भयो सतलज, यो भयो बियास। र यो 6वटा नदी मध्ये जुन वेस्टर्न पश्चिमी क्षेत्रका जुन नदीहरू छन् 3टा, त्यो जान्छ पाकिस्तानको खेमामा, अथवा यसको एक्सक्लुसिभ कन्ट्रोल अथवा अनरेस्ट्रिक्टेड युज पाकिस्तानले पाउनेछ। र जति पनि इस्टर्न नदिजहरू छन्, इस्टर्न नदिजहरूमा हाम्रो इस्टर्न जति पनि पूर्वी नदीहरूमा सतलज, रावी र बियास चाहिँ भारतको खेमामा इन्डिया गेट्स एक्सक्लुसिभ युसेज राइट्स भनेर यो एग्रिमेन्टमा लेखिएको छ। र पनि यति गर्दै पनि ठुलो नदीहरू पाकिस्तानको खेमामा गएकोले हुँदा लगभग 80% वाटर चाहिँ हाम्रो इन्दस, चेनाब र झेलम ठुलो नदीहरू भएकोले गर्दाखेरि 80% त्यहाँ गएको थियो है। र यसमा इन्डियाले जति पनि लिमिटेड नन कन्जम्पटिभ र कृषि क्षेत्रहरू र डोमेस्टिक युजको लागि मात्रै युज गर्नु सक्ने ठुलो ड्यामहरू अथवा बनाएर पानी डाइभर्जन गर्ने त्यस्तो इन्डियाले बनाउनु सक्दैन थियो, यो ट्रिटीमा लेखिएको थियो। र हामीले यो पनि हेर्छौँ कि यसको एउटा स्ट्रक्चर, एउटा पर्मानेन्ट इन्स्टिट्युसनको रूपमा स्थायी इन्दस आयोग, पर्मानेन्ट इन्दस कमिसन बनाइएको थियो। सन्धि अनुसार दुवै देशले एक स्थायी इन्दस आयोग बनाउनु पर्ने थियो, जसले नियमित रूपमा डेटा एक्सचेन्ज, इन्स्पेक्सन र वार्षिक बैठकहरू, एनुअल मिटिङ्सहरू गर्थ्यो। र कुनै पनि विवाद हुँदाखेरि पहिलो चरणको विवादको छलफल गर्ने चाहिँ पर्मानेन्ट इन्दस कमिसन हुन्थ्यो, र यहाँबाट नै कतिवटा समाधान पनि गर्न सकिन्थ्यो। र फर्स्ट स्टेप हाम्रो जब डिस्प्युट रेजोल्युसन मेकानिजमको हामी कुरा गर्छौँ, विवाद समाधानको 3 स्तरीय प्रक्रियाको हामी कुरा गर्छौँ, त्यति बेला पर्मानेन्ट इन्दस कमिसन यो फर्स्ट स्टेप, पहिलो चरण यो भयो है। सेकेन्ड स्टेपमा थियो हाम्रो इन्टर गभर्मेन्टल टक्स। जब पनि पर्मानेन्ट इन्दस कमिसनमा कुनै पनि इस्यु सल्भ नहुँदाखेरि सेकेन्ड स्टेपमा यो जान्थ्यो, र जाँदाखेरि इन्टर गभर्मेन्टल टक्स हुन्छ। र त्यहाँ पनि भएन भने थर्ड स्टेपमा हामी पुग्छौँ, त्यो हो थर्ड पार्टी इन्भल्भमेन्ट हुन्छ यहाँ विश्व ब्याङ्कद्वारा है। र यसमा हामीले फर्स्टमा हेर्छौँ न्युट्रल एक्सपर्ट
जुन चाहिँ टेक्निकल इस्युजहरूको लागि पानी कसरी डिभाइड हुनुपर्ने, कति उता जाँदैछ है, त्यो क्यालकुलेसन, त्यसको लागि केही डिस्प्युट विवाद भयो भने न्युट्रल एक्सपर्ट, र त्यहाँ पनि मामला सुल्झिएन भने चाहिँ अन्तिम चरणमा चाहिँ हाम्रो कोर्ट अफ आर्बिट्रेसनमा हामी जान्थ्यौँ, यो इन्डस वाटर ट्रिटीमा। तर अहिले भने यो पहलगाम एट्याक पछि यसलाई एबेयन्समा राखिएको छ अथवा स्थगित गरेको छ इन्डस वाटर ट्रिटी, र यो इतिहासमा पहिलोपल्ट हो जब एकदमै सक्सेसफुल मानिन्थ्यो यो ट्रिटीलाई है। पाकिस्तान र इन्डियामा कति युद्ध भए, कारगिल युद्ध, 1965 वार, त्यो हुँदै पनि यो कहिले पनि यसमा तनाव आएको थिएन। तर अब भने पहिलोपल्ट इन्डस वाटर ट्रिटीलाई स्थगित गरिएको छ भारतद्वारा।